मन मर्नलाई चाहिँ मन हुनुपर्छ कि पहिला खोइ के जाति हनुमानको पुच्छारमा आगो लाएर लङ्का जलाएको थियो रे। आज म हनुमानको पुच्छारमा आगो लाएर मुन्ड्रे कमेडी क्लब जलाउँछु। यस्तरी मिल्छ घुम्न जाम भनेर यहाँ मलाई यत्रो धोका। एकछिन बाहिर कुर्देऊ न भनेको किन फुत्तै छिर्या त? फुत्तै छिर यहाँ म थामिसकेन उताबाट कुरा सुन्दैछु यहाँ कहाँ के भएको रे। ल के हो यो? भएको त अनेकै भएको छ, पुरै भएको छ। अब जे भयो पनि कुर्नु परेन एकछिन। मैले मुन्ड्रेसँग यसरी बसे भने तपाईँलाई सहन सक्नुहुन्छ तपाईँले? सक्छु ल, एकचोटि बसेर देखाउनु त सक्छु ल। जेसुकै होस् म त्यो क्याटेगोरीको परिन, त्यस्तो म गर्दैन। एक्सक्युज मी, सिरियलमा चान्स दिएको त। हे भगवान्, के हो खास मसँगको टक्कर? भन्न मिल्दैन नि त सबै कुरा। मैले आखिर तपाईँलाई के कमी राखेको थिएँ? निकै कमी राखेको थियो नि। उहाँ र ममा के फरक पाउनुभयो भन्नु? अनि उहाँले पनि के कमी राख्नु भयो कि तपाईँ फुलनीको बाउसँग जानुभयो त? त्यसो भए माया हो नि, माया। उसको नि के होला त? किन प्याच बोल्ने? अर्काको पोइ खोज्नु लाज लाग्दैन? अर्काको पैसा मलाई लाज लाग्दैन? आज धुती नै भयो हनुमान पक्कै पनि। यो मेरै माया चाहिँ किन दायाँ बायाँ भएको? पर्दामा दायाँ बायाँ, वास्तविकमा ठन्डा र फेरि। कति वर्षको ल भन्नुहोस्? हजुर कति वर्षको ल हो भन्नुहोस्? माया गर्नु समय अनि टाइम चाहिन्छ, केही चाहिन्छ मायाको लागि पनि? टाइम टोके हुन्छ, सर्टिफिकेट टाइपको केही प्रमाणपत्र। अनि मसँग गरेको माया चाहिँ झुटो। मैले कति जग्गा बिचरा कमजोरी छ भन्छ, अब कमजोरी जस्तै देख्छु नि त। हेर्नु न ज्यान हेर्दा तरुनी नै पत्याउनमा स्किल बडी भन्छ, कमजोरी भन्दैन। तरुनी पत्याउनमा त साँच्चीकै हनुमानै रहेछ नि। ज्यान हेर्दा भाकै कुरो आयो, अब के गर्ने होला? अब उता खाटाको हनुमानले लङ्का जलायो, यताको हनुमानले त जम्मा तरुनीको दिल जलाएर हैरान्छ। यस्तो हुन्छ? यति धेरै मैले माया गरेँ, बिचराको दाँत कमजोर नहोस् भनेर मकैसम्म चपाएर खुवाएँ। आज यो कान्नु यस्तो हुन्छ? भनेको त कारण त्यो चपाएर दिँदो रहेछ नि त। यसरी मकै दिन्थ्यो क्या पहिला? म त बुझ्थेन, मैले आफै खान्थेँ, चपाएर दिनुपर्ने रहेछ। खालि समाउन मात्रै जानेछ, खालि झ्याप्पै घाँटीमा समाछ, पछारेछ। त्यसरी पछाडि माग्न नै रहर्थ्यो भने त म नि पछार्थेँ त। सिरियलमै भए पनि धेर नपछार्नु के साह्रो गर्नुभएको? म त आफ्नो मान्छे त माया लाउँछ नि त। तपाईँहरूको पो अब स्क्रिनमा मात्रै हो त, हाम्रो त रियल माया हो कि होइन? हन्नु म कसरी भन्नु? अब सुन्नु, मैले भन्दा हन्नु कति मिठो सुन्नु, उसले भन्दा हन्नु कस्तो भन्छ? म त हन्नु होइन, हनुमानै भन्छ। हनुमान हेर्नु त, नमाथि नि नेलाइदिएर कति हेपेको हो। जेसुकै होस्, फुलन्दको बाउ पो अर्को त, तर मेरो छोरोको अनुहार त हनुमानसँगै मिल्छ। हो भनेको। अब गुरुङनी नै मनपर्छ भनौँ भने होइन? ठिक छ, म पनि आज हल्का गुरुङनी नै त बनिन होला, तर हल्का गुरुङ ड्रेस ओ सिङ्गापुर फेन्सीबाट यत्रो किनेर ल्याएर उहाँबाट सहयोग गरेर मैले लाएर आएको छु टक्रपटमा। मेरो चाहिँ राशि फलै खराब हो कि जो आए पनि पिट्ने पछाडि कामै त्यस्तो गरेपछि एउटा ढङ्गको काम गरे छैन। मैले यत्रो अतिथि भनेर बोलाएर यति स्वागत गरेको तपाईँ डाङ डाङ हान्ने त्यस्तो तपाईँको अतिथि होला, हाम्रो त के हो एक्सक्युज मी। आज वार्की पार हुन्छ है मङ्गली? होला नि त, मलाई पनि मङ्गलीको जङ्गली रूप देखाएको छैन होला नि। अहिले यतिखेर युट्युबरले पाए टाइटल के हुन्थ्यो होला? रजनी र फुलन्देका आमाको बिचमा पर्सेर रातो पिरो भए भाइ। त्यसको बिचमा कलरवाला इफेक्ट हाल्नु पर्छ। तर वास्तवमा हाम्रो भाइ जस्तो देखाएको छ कि उसलाई। भाइ
भाइ जस्तो पनि होइन के मास्टर जस्तो गाउँको सोझो मास्टर जस्तो के जसमा पनि त्यस्तै गाउँको सर्जन हुनुपर्ने एउटा तर ठिकै छ अब होइन जोडी चाहिँ अध्यक्षज्यू कोसँग मिल्छ जस्तो यसो अब रमाइलो हेर मलाई झुटो बोल्ने बानी छैन के गर्नु म भन्दिनँ धर्म सङ्कष्टमा नपाएर मलाई अनि ठिकै छ अब हामी त अब त्यस्तै हो म त अब रमाइलो मात्रै गरेँ साँच्चीकै रियल लाइफमा यो जोडीलाई देख्न पाइन्छ पाइँदैन अब के छ विचार अब हनुमानलाई सोध्नु हो र मैले यता सोधिसकेँ यताबाट उता सोध्नुहोस् त्यत्रो जवाब दिन नसक्ने अलि आँट्नु पर्यो क्या आँट्नु पर्यो जिउ झन् झन् डुब लाउँदै गछ के हो यस्तो बेला पकाएर खाने मान्छे छैनन् घरमा चाहिँ जीवन साथी छैनन् बिचरा अब कतिखेर खानु कतिखेर उगार्नु सुटिङ भने हिँड्ने त्यही त हो भात पकाउन लुगा धोइदिन चाहिँ आउनु नि त ल त मिलाएर सेडुलमा बनाइदिनु खाना खुवाइदिनु पनि आउने होला नसकेको बिरुवा जस्तो फर्स्ट आएर पठाउँ अब के गर्नु त अब यही चाहिँ छैन उता छैन मसँग नै पनि मङ्गलसँग त हुनु पर्यो क्या छिटो अघि नै होला होला जस्तो भएको थियो यता यता आएर कहाँ फुलेन्दको अनुहारसँग मिल्छ भन्न थाल्यो ओ बिच्किएन त यता कि अझै छ केही छैन हजुर ल उतै जानुहोस् तपाईँ जाँदैन लिस्टिकै गयो तर एउटा कुरा चाहिँ भने यहाँबाट पक्का हुन्छ कि होइन अध्यक्षज्यू जस हनुले मङ्गलीलाई धेरै नै माया गर्छ चाहन्छ जस्तो लाग्यो किन हाँस्यो त्यो भन्दै पीडा छ त्यो हाँसोभित्र पीडा छ मेरो लागि त मुन र काफी छ ए भगवान् हजुर अब यो उनीहरू आएर यो बेला आएर मैले फुलन्दीको आमा कहाँबाट सम्हाल्नु सक्नु मैले पनि नत्र त अब मुन र कमिटी क्लबमा ठाउँै पाइँदैन त्यही भएर ऊ काफी छ भने अरू के खोजी बसेको त त्यति हो मेरो कुरा ल दुईजनाको अब के कुरा हुँदै थियो बिचमा डिस्टर्ब गरे होला नि ल म जान्छु कुरा त भइहाल्छ नि ल एउटा डान्स डान्स कसले गीत गाउँछ र त नि ल गाइदिइहाल्नुहुन्छ नि यत्रो यहाँ हुनु न के गीतमा नाच्न आउँछ के साह्रो राम्रो देख्नु भएको आज त आमै कुरा नगर पक्कै मागेर लाउँदा नि कस्तो सुहाएको फेरि लुगा पनि मलाई चाहिँ खोल हाले जस्तो खर्लाक्क भएर यता र यता यस्तो एउटै रहेछ नि त यो पनि अहिले नि ल्याएन राम्री देखिया छ नि त जसरी भयो मागेर भयो नि मङ्गली भन्दा त आज मै धेरै राम्रो देखिया छु जस्तो छ कति धेरै तारी बुदाएर सुन्नु मन लागेको छ के साह्रो बिच्चामा हौ घाटे म त बिर्सेछु कि तपाईँको भनेर म आफूलाई बिर्सिदिउँ ल ठिकै छ म निस्किन्छु भरे आउँछु है फेरि आउने आउँछु नि ल के बा